सुरु ल साथीहरु मैले तरुल यो मैले रोपेको तरुल हो यो मैले रोपेको तरुल मैले खन्ने अधिकार हुन्छ क्या त्यो कारणले गर्दाखेरि यो तरुल मैले माग नआइकन निकाल्ने चाहिँ मेरो इच्छा थियो यहाँ साग पनि यसरी हराभरा आएको छ यहाँ अर्को साग रोप्नु पर्यो भनेर मैले चाहिँ यो तरुलै आज निकालेको साथी कत्रो होला त्यो तरुल हैन त सेवाई जस्तो होला नि त ल यत्रो फलेछ हैन त जस माटो नजान्छ माटो चाहिँ धेरै समातेछ हैन कत्रो पनि छैन र ठुलै छ नि यत्रो हेर्दै अस्ति उता भन्दा त फलेको नि हो यहाँ चाहिँ माटो भयो नि त ए रातो तरुल भनेको यो हो के हो यो रातो रातो त यत्रो डल्लो मात्रै हुन्छ त्यो त लामो भएर गएछ त साँच्ची त्यो आगो खाने चाहिँ तल पुग्छ नै पुग्ने चाहिँ तरुल हैन त्यो रातो खालको त यत्रो डल्लो हुन्छ यसरी लामो जाँदैन यो तरुलको उसिना खानु भन्दा यसको तरकारी एकदम मिठो हुन्छ मलाई चाहिँ एकदम यसको तरकारी मिठो लाग्छ उसिना खाएको चाहिँ मलाई खासै मिठो लाग्दैन तर अस्तिको चाहिँ मिठो थियो मैले यहीँबाट लिएर एक डल्ला लगाएर उसिना खाएको थिएँ सेतो थियो अस्तिको म भन्दा सेतो म भन्दा कुन चाहिँ गोरु छोरमा होइन त्यही पनि यो तरुल यत्रो फलेछ ल हेर्न सेम मेरो दारी जोगा छैन तर दारी जोगा जुगा भएको फलेछ यो तरुल सेम बन झाँक्री ल है ल साथीहरु तरुल देखाल्नु भयो ल युट्युब च्यानललाई ट्याक्क लाइक कमेन्ट सब्सक्राइब ट्याक्क गरिदिनु ल